पनि पाउँछ अनि गोर्खाल्यान्ड हुन्छ सरकार कोही पनि होइन आज बुद्धदेव के भयो जनताले फ्याँकिदियो त 2006 सालमा 263 वटा सिट जित्ने सीपीएम अहिले नील भयो त जनता त्यस्तो बलवान हुन्छ जनताले चितामा यो भारतवर्ष टुक्रा टुक्रा हुन्छ जनताले चिताएर नेपालको राजा जस्तो घुँडा टेकाएर खेद्यो आज सरकार कोही पनि होइन दार्जिलिङको जनताले दरिलो खुट्टा टेक यहाँ हुन्छ हाम्रो राज्य एक्सर्भिसमेनले के यो बंगालभित्रको काउन्सिल थाप्नुको लागि लडाईँ गरेको सिलगढीमा डन्ठा खाएको खुन बगाएको कि बंगालदेखि बाहिर निस्केर गोर्खाल्यान्डको लागि बगाएको निर्णय गर्ने बेला आयो एक्सर्भिसमेनको नारी दिदीबहिनीलाई मेरो प्रश्न छ नारी दिदीबहिनीले यत्रो आन्दोलन गरेको के बंगालभित्रको दासत्व स्वीकार गर्नुलाई कि बंगालदेखि बाहिर गोर्खाल्यान्डको निम्ति मेरो प्रश्न छ नारी दिदीबहिनीहरूलाई निस्किनुपर्छ अगाडि युवाहरूलाई नोकरी चाकरी आज भन्दै चाहिँ नि कन्ट्र्याक्टै पछाडि लाग्नेलाई पनि 10,000 करोड आयो भने कन्ट्र्याक्टै छाड्नु फेर्नु हुन्छ पैसाले त्यो 150 करोडको लागि त्यो गिद्धको सिनोमा त्यो गिद्ध के अरे के को सिनोमा गिद्धको लुछाइ हुँदैन यो कुरा राम्रोसँगले बुझ्नुपर्छ हामीले आज हाम्रो राज्य भयो भने सिक्किमको के छ 125 वटा मेडिकल सिट रिजर्भेसन छ अल ओभर इन्डिया 85 वटा इन्जिनियरिङको सिट रिजर्भेसन छ अल ओभर इन्डिया आज चिया कमानको श्रमिकहरूले हप्तामा महिनामा 1600 रुपियाँ पाउँछ यो महँगीमा 1600 रुपियाँले 4 जनाको जान कसरी पाल्दै होला हाम्रो 40% जनता चाहिँ डाइरेक्टली टी इन्डस्ट्रीमा छ यो कसैले सोचेको छ सुन मार्ने नेताहरूले सोचेको छ नयाँ नयाँ गाडी किन्ने नेताहरूले सोचेको छ लिडरहरूको त 18-19 वटासम्म गाडी भएको त दार्जिलिङको जनताले भन्दैछ यो कुरा सोचेको छ कसैले सिरियसली काम गरेको छ म भन्छु सबजना सिरियसली आऊ यो सम्झौता नगर सामूहिक नेतृत्वमा यो आन्दोलन जाओस्